ल लागौँ है, कता जाने हामी? खतरा मौसम छ है अहिले चाहिँ। ल अब यो हेर्नु नि, यो खालको फुल रहेछ अहिले सेतो फेरि। ओहो, यता ढुङ्गामा के लेखेको यस्तो? कहाँबाट ल्याएर राख्यो होला यो ढुङ्गाहरू? पुरै चित्र आकारको चित्रहरू बनाएको छ। ढुङ्गा त्यस्तै छ। यो चित्र के हो यो भन्नु त? यसको यो चित्र अनौठो छ त। त्यही त। दसैँ आइसक्यो है। ल त्यो कुकुरले किन कुदेर आयो? हेर्दैछ अझै फर्के हुन्छ। अभी मजा आएगा ना भिड़ो। खतरा मौसम छ है अहिले चाहिँ। ल यो फुल चाहिँ राम्रो फुल्दो रहेछ। यो टाइममा सबैजना साइक्लिङ गर्ने र जगिङ गर्ने। अहिले अस्तिको त्यो साकुरा फुल्ने भन्दा मलाई यो ठिक लाग्यो क्या, हरियाली छ जताततै। अलिकति अगाडि जाउँ हामी साइकलमा छौँ, उनीहरू हिँडिरहेछ। ए त्यो अस्ति माछा मारेको हाम्रो त्यो उसको ग्रुपमा हालिरहेको थियो होइन? त्यो कहाँ रहेछ त्यो ठाउँ चाहिँ? माछा मारेको रहेछ, त्यहाँ नाक्सी हानेको रहेछ नि त। यो हारिरङ पार्क भनेको यही हो र कि उता हो? ए यता चाहिँ राम्रो फुल फुलेछ है। ओहो ल होइन, यो कोरियामा त फुलको मौसम मात्रै हुन्छ त। 12 महिना। कोही सेतो फुल्या छ, कोही रातो फुल्या छ, कोही पहेँलो फुल्या छ। थरीको छ त। यस्तो दामी खोला छ यहाँ। यहाँ चाहिँ अब के गर्ने, त्यो बोटिङहरू गर्छ गर्दैन यहाँ? त्यसो पौडी खेला नि हुन्थ्यो गर्मी महिनामा चाहिँ। ए अब यो हेर्नु नि, यो खालको फुल्दो रहेछ अहिले सेतो फेरि। कस्तो कुल मौसम छ है। यहाँ पुरा हरियो चौर वरपर मजाले हिँड्ने बाटो। यहाँ चाहिँ साइकल र मान्छेहरू जगिङ मात्र गर्ने, दौडिने। उसै कोरियनहरू हेल्दी हुन्छ नि त। 80 वर्षको बुढाबुढी पनि आफ्नो काम गरेर आफैले गरेर खाइरहेछ। एकदम हेल्थमा चाहिँ एकदम धेरै केयर गर्ने रहेछ यहाँ कोरियामा प्रायः कोरियन मान्छेहरूले। आफ्नो पारामा छ सबैजना, कसैले कसैको वास्ता छैन। यसको चियो चर्चनी छैन। यो गर्ने उहाँ गर्ने मतलब छैन। आफ्नो गर्ने, आफ्नो खाने, हिँड्ने, आनन्दले आफ्नो टाइममा ड्युटी जाने, अफिस जाने, आउने, फेरि छुट्टीको दिन घुम्ने, एक्सर्साइज गर्ने।
हरेक कुराहरू चाहिँ एभाइलेबल गरे हुँदो रहेछ कि ठाउँमा। अब यस्तो यस्तो एक्सट्रा चाहिँ गर्ने यस्तो ठाउँमा प्रत्येक ठाउँमा राखिदिए हुँदो रहेछ। यस्तो मजाले एक्सर्साइज गरिरहेछ सबैजना। कोही यहाँ यतै कुकुर जोडाएको छ हिँडेको छ। ओहो यो त ढुङ्गामा के लेखेको यस्तो कहाँबाट ल्याएर राख्यो होला यो ढुङ्गाहरू। पुरै चित्र आकारको चित्रहरू बनाएको छ। ढुङ्गा त्यस्तै छ। ए ढुङ्गाको फेदमा पुरै लाइट राखेको छ नि त। टक्क आफ्नो पारा हिँडेको छ, गाना बजाएको छ, सुनेको छ। कसैले कसैको मतलब छैन। कोही यसरी कुकुर डोर्याएको छ। कुकुरलाई पनि हेर्नु न लभको चिन्ह राख्दैछ टाउकोमा। फेरि नाटक है। अघि फोन गर्दा उठाएन, सुतेको थियो किन? मस्त ढोका लाएर सुतेर छ। यो चित्र के हो यो भन्नु त? यसको यो चित्र अनौठो छ त। त्यही त। यो तलैसम्म छ यतिकै। यता यो घुम्ने ठाउँ छ कि छैन यहाँबाट हामी पारिपट्टि? ल यहाँ चाहिँ खोला यो के अरे उताबाट त्यो जमाएर अलिकति बगाएको रहेछ कि कस्तो दामी ठ्याक्कै हाम्रो गाउँहरू त्यो नदी बगे जस्तै सलल आवाज आउँदैछ यहाँ चाहिँ। ल यता हो हामी घुम्ने। कालो कालो आयो त। ओ एक्सर्साइज गर्ने ठाउँ त यहाँ रहेछ नि त पुरै। म यतिकै मजा दिन्छु ल। दसैँ आइसक्यो है ल। दसैँ नै हो नि है फोटो राखेँ। ठुलोमा जाने हो? ठुलोमा त अलिक ठुलो थियो। उभिएर खेल्यो भने नि फर्काइदिन्छ होला हौ। यो त छट्टै जान्छ फर्किहाल्छ। हेर्दै चल्छ फर्के हुन्छ।